सर्वप्रथम परमेश्वरलाई धन्यवाद। यहाँहरूमा आज परमेश्वरको छोटो वचनको भिडियो लिएर आएको छु। यो पोखराइटमा रहेको कारणले गर्दा जहाँ रहे पनि हामी परमेश्वरसँग सङ्गतिमा रहन, परमेश्वरको काम गर्न सक्दछौँ है। यो खाली समय भएको कारणले यहाँ पोखराको लेक साइडबाट तपाईँहरूमा आज परमेश्वरको छोटो वचनको भिडियो गराउने परमेश्वरले अगुवाई गर्नुभयो। यो देख्नुहुन्छ परमेश्वरले सृष्टि गर्नुभएको यो सुन्तला फल्न लागिरहेको छ। प्रशस्त रुखहरूमा सुन्तला हाम्रो सृष्टिकर्ता परमेश्वरले बनाउनु भएको सुन्तलाहरू फल्न लागिरहेको छ। त्यसै सँगसँगै मलाई छोटो अगाडिले म तपाईँहरूमा आज परमेश्वरको छोटो वचनको सेयर गर्न चाहन्छु। यसलाई अन्तिमसम्म हेरेर सेयर पनि गरिदिनु होला। तराईतिर कति गर्मी छ, तर यहाँ यतातिर एकदम शीतल मौसम रहेको छ। सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद दिनै पर्छ यो शीतलताको लागि। आज तपाईँहरूमा परमेश्वरको छोटो वचन यानि कि प्रभुभोजको बारेमा मैले लिएर आएको छु। प्रभुभोज सबै मण्डलीहरूमा लिने गर्दछन्, तर धेरै मण्डलीहरूमा प्रभुभोजको बारेमा गहिरो प्रकाशहरू थाहा नभएको पनि हामी देख्दछौँ है। कति ठाउँ रीतिरिवाजको तरिकाले खाने गर्दछ, कति ठाउँ खानै पर्छ भन्ने तरिकाले, कति ठाउँ डराएर खाने गर्दछ। त्यही कारणले परमेश्वरको वचनले भन्दछ प्रभुभोज उहाँको शरीर हो, उहाँको रगत हो, साँच्चै त्यो खानेकुरा हो। त्यो खाना पिउँदा मानिसहरू आज नबुझेर नजानेर डराइरहेको हुन्छ, जसले गर्दा आज तपाईँहरूमा प्रभुभोजको धेरै छ। प्रभुभोजको फाइदाहरू धेरै छ। अनि त्यो फाइदाहरूमा सबै फाइदाहरू तपाईँहरूलाई बताउन चाहन्न, तर यो फाइदाहरू पछि तपाईँहरूलाई अझै गहिरो रूपमा बताउने छु। तर प्रभुभोजको फाइदा धेरै छन्, तर छोटकरीमा म तपाईँहरूलाई प्रभुभोजको फाइदा पनि बताउने छु। यूहन्ना 6:54ले भन्दछ, मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ र अनन्तको दिनमा म त्यसलाई जीवित पार्नेछु। परमेश्वरको वचनले भन्दछ यूहन्ना 6:54ले मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ र म अन्तको दिनमा म त्यसलाई जीवित पार्नेछु। साँच्चै आज अनन्त जीवनको लागि मानिसहरू आज विभिन्न कार्यहरू गरिरहेको छ। आफ्नै कोसिस, आफ्नै कर्म, आफ्नै धर्म गरिरहेको छ। मानिसहरूले अनन्त जीवन पाउनको लागि कोही खाली खुट्टा हिँडिरहेको छ, कोही आगोमाथि हिँडिरहेको छ, कोही ठुलो पूजाआजा गरिरहेको छ, कोहीले के गरेको छ विभिन्न, कोही खसी बोका चढाइरहेको छ, कोही चाहिँ तपस्या गरिरहेको छ, कोही घर छोडेर परिवार छोडेर वनवास गरेर बसिरहेको छ। के को लागि त भन्दा अनन्त जीवनको लागि। तर परमेश्वरको वचनले सिधै भन्दछ कि मेरो देह खानेकुरा यानि कि प्रभुभोज उहाँको शरीर खानेकुरा हो र मेरो रगत पिउने कुरा हो। जसले मेरो रगत र शरीर खान्छ पिउँछ त्यससँग अनन्त जीवन छ र अन्तको दिनमा म त्यसलाई उठाउने छु। आमेन। उहाँको प्रभुभोज लिने मानिसहरूसँग के छ? अनन्त जीवन छ। अनन्तको जीवनको लागि परिवार छोडेर वनवास बस्नुपर्ने, ठुलो कर्म धर्म गर्नुपर्ने छैन। साँच्चै परमेश्वरको प्रभुभोज लिने परमेश्वरका छोराछोरीहरूमाथि अनन्त जीवन छ र उहाँले अन्तको दिनमा पनि उहाँले उनीहरूलाई उठाउने छु भने जसरी परमेश्वरमा जति पनि मानिसहरू मर्छन् तर बाइबलले के भन्छ, तिनीहरू सुतेका हुन् भन्दछ। सुतेको कारणले तिनीहरू जी उठ्नेछन् भन्दछ है। जति पनि परमेश्वरमा मानिसहरू विश्वास गर्ने मानिसहरू शुद्ध छन्, मर्दछन्, तिनीहरूलाई बाइबलले सुतेका हुन् भन्दछ। यानि कि मान्छे राति शुद्ध छ अनि बिहान उठ्दछ। त्यही कारणले परमेश्वरको वचन भन्छ सुतेका हुन् भन्छ, तिनीहरू उठ्नेछन् भन्छ। साँच्चै परमेश्वरको अनि चाहिँ परमेश्वरको कबर खाली छ। उहाँ आउनुभयो यस पृथ्वीमा, उहाँ आएर मानव जातिको लागि आफ्नो बलि दिनुभयो र बलि दिएर उहाँले आफूलाई मृत्युमा जानुभयो। मृत्युमा गएर उहाँ फेरि जीवित हुनुभयो। किनकि परमेश्वर किन जीवित हुनुभयो भने कि परमेश्वर मर्न सक्नुहुन्न, किनकि परमेश्वर कहिले पनि मर्नु हुँदैन। तर हाम्रो लागि मर्नुभयो, उहाँ जीवित हुनुभयो। उहाँको कबर खाली छ, उहाँको चिहान खाली छ। संसारको सबै देवी देवताहरू आए, मै हुँ परमेश्वर भन्दै आए, तर उनीहरू चिहानमा थन्किए, तर चाहिँ परमेश्वरको मात्रै कबर खाली छ। त्यही कारणले हामी परमेश्वरलाई विश्वास गर्ने भएको कारणले हामी पनि जुन दिन प्रभुमा सुत्छौँ हामी जी उठ्नेछौँ। पहिलो अनन्त जीवन छ, यानि कि नाश नहुने जीवन छ। दोस्रो मरेपछि नि फेरि उनीहरूको शरीर बौरी उठ्नेछ भन्दछ। तेस्रो यस पृथ्वीमा जिउँदै गर्दा
स्थिर रहन्छ। यस पृथ्वीमा जिउँदै गर्दा त्यो मानिस स्थिर रहन्छ। सबै मानिसको लागि समस्या परिस्थिति हाउ छ, तर चाहिँ सबै परिस्थितिहरूमा पनि त्यो मानिस विजय हुन्छ भनेर परमेश्वरको वचनले भन्दछ। किनभने जसले चाहिँ परमेश्वरको देहलाई यानि कि प्रभुभोजलाई नडराइकन साहसको साथ प्रभुभोजलाई लिन्छ, त्यसभित्र अनन्त जीवन छ, त्यसभित्र स्थिर छ, त्यो चाहिँ अनन्तको जीवनमा पनि उठ्नेछ भनेर परमेश्वरको वचनले भन्नुहुन्छ। यही थियो आजको परमेश्वरको प्रभुभोजको बारेमा गहिरो प्रकाश। यानि जसले प्रभुभोज लिन्छ उसँग अनन्त जीवन छ, अन्त्यको दिनमा त्यो उठ्नेछ र पृथ्वीमा भएको सबै समस्याहरूमाथि उसले सहजै विजय पाउनेछ। सबैलाई धन्यवाद। यो वचनलाई सक्दो सेयर गर्नु होला है त। ल, जय मसी।